तोपथुम्की, दिस इज तोपथुम्की। यहाँहरूले हेर्दै हुनुहुन्छ तोपथुम्की। यो चाहिँ सनसेट। अनि यता धरान, इटहरी, यता माथि डाँडा, यता माथि चाहिँ डाँडा, तोपथुम्की डाँडा। यहाँहरूले हेर्दै हुनुहुन्छ तोपथुम्की। माथि डाँडा गएर म तपाईँहरूलाई दृश्य देखाउँछु। यो चाहिँ ठ्याक्कै विश्राम गर्ने ठाउँ। तल सिडीबाट आएपछि विश्राम गर्ने ठाउँ होइन। अब यता देखाउन गइरहेको छु। यतादेखि आउनुपर्छ। ठ्याक्कै आउने बाटो चाहिँ यो हो। के गर्नु, यो कोरेर मान्छेहरूको डिसिप्लिन जिरो हो नि। फेरि नेपालीहरू घुम्ने पर्यटकीय स्थल यस्तो कोरेपछि कसले के भन्ने होइन। डिसिप्लिन भन्ने जिरो छ। के गर्नु, घुम्ने ठाउँ यस्तो। उकालोमा हिँडेर फ्याँ भयो। यहाँबाट त्यस्तो छ साथीहरू होइन। डाँडा देखाउँछु अब। डाँडा हाम्रो तोपथुम्की डाँडा। गले रनिङ गरेर आएको थिएँ कि त्यही भएर म थोरै गलेँ। घुम्ने ठाउँ चाहिँ यस्तो छ है डाँडा। तोपथुम्की डाँडा चाहिँ ठ्याक्कै हाम्रो तोपथुम्की डाँडा यस्तो छ साथीहरू। अनि यस्तो छ सनसेट है, यो सनसेट। अघि यताको दृश्य त देखाइहालेँ तपाईँहरूलाई, भनि नै हालेँ। यो चाहिँ सतिसाले भन्छ। यो पर डाँगी, केराबारी, पर हचुवा, लेटाङ, यता माथि सिंहदेवी, पाटी गाउँ, यस्तै छ ठाउँ होइन। मैले यो ब्लग चाहिँ जस्ट ट्राईको लागि हो। कस्तो छ भनिदिनु होला होइन। जस्ट ट्राई। ओके, थ्याङ्क यू, बाई बाई।